trên đời thầy suốt con cảm ơn trời cho con được biết như lai. Ơn cha mẹ con ra đời con được thấy người bằng da bằng thịt thầy bước đi hành đầu đà Như Lai soi thầy bước cả thế gian rơi nước mắt vì thương. Con cảm ơn từng gói cơm thầy nhận, ô bánh mì chai nước suối thầy xin. Ơn bà con không để thầy đói suốt đêm ngày dõi theo bước chân. Con cảm ơn thầy cùng chung dòng máu, máu đỏ da vàng cùng tổ quốc của con. Tự hào Việt Nam thầy vang danh thế giới, hương người đức hạnh bay ngược gió muôn nơi. Con cảm ơn lòng từ bi bác ái dạy cho con sống bát tham sân si, biết chữ buồn chữ khan và chữ nhân. Con thấy mình hạnh phúc nhiều hơn xưa, và thầy ơn con là người phàm tục vẫn còn sân khi ai đó hại thầy, và cầu mong cho họ được hạnh phúc. Thành Phật rồi không एकदमै कामको महत्त्वपूर्ण समयमा यस स्टेजमा उपस्थित भई सहयोग गर्नु तिलोत्तमा नगरपालिका वार्ड नम्बर 13 को सेमरी समुदायमा आयोजना हुन गइरहेको एउटा भियतनाम देशबाट आउनुभएका हाम्रा आदरणीय पाहुनाहरूले यस सेमरी समुदायलाई केही अन्नदान कार्यक्रम ल्याइदिनु भएको हुँदा भियतनामी पाहुनाको सहयोगमा विपक्षी बौद्ध समाज तिलोत्तमा नगरपालिका 13 सेमरीको आयोजनामा हुन गइरहेको अन्नदान कार्यक्रममा यहाँहरू सबैलाई आजको यस कार्यक्रमको सञ्चालक म गीता कुमारी नेउपानेको तर्फबाट हार्दिक नमस्कार। गोविन्द प्रसाद उपाध्यायज्यूले एउटा योगा साधना ध्यान र बुद्धको शिक्षा सम्बन्धी धेरै ज्ञानहरू दिनको लागि एउटा समूह निर्माण गरेका छौँ जुन 9 सदस्यीय छ। हाम्रो एउटा उद्देश्य योगा ध्यान गरौँ, स्वस्थ बनाऊ, बुद्धको एउटा शिक्षा छोटो मिठो गराउने प्रयत्न गरिरहेका छौँ। यसै क्रममा अब हामी हाम्रो भियतनामी पाहुनाहरूद्वारा सामाजिक व्यक्तित्वहरू र उपस्थित सम्पूर्ण आदरणीय महानुभावज्यूहरूमा म हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छु। विशेष गरेर आज यो सेमरीमा यो अन्न प्रसादको रूपमा दान गर्दै हुनुहुन्छ, उहाँहरूलाई म धेरै धेरै धन्यवाद भन्न चाहन्छु। विशेष गरेर सेमरी भन्ने बित्तिकै एउटा इतिहास बोकेको गाउँ हो। धेरै पहिल्यैदेखि यहाँ साथै सामाजिक
सद्भाव देखाउने एउटा गाउँको रूपमा चिनिने गरिन्छ। यो देशमा परिवर्तन ल्याउनको निम्ति पनि थुप्रै नेताहरूलाई सेल्टर दिएको गाउँ भनेर पनि चिनिन्छ र संयोगले जुन भियतनामी पाहुनाहरू यो बाटो हिँड्दै गर्दा सेमरीमा नै बास बस्न पुग्नु भएछ, किनभने बाटो त अरू पनि थिए। लुम्बिनी जाने क्रममा अरू बाटो पनि त प्रयोग गर्न सकिन्थ्यो, तर संयोगले तपाईहरू भाग्यमानी सेमरीवासी कि संयोगले यही बाटो नै उहाँहरू आउनुभयो र तपाईहरूले जुन बास दिनुभयो, उहाँहरूलाई माया दिनुभयो, जुन किसिमको आफ्नो एक खालको मानवता, हाम्रो नेपालीहरू भनेको पाहुनालाई असाध्यै सत्कार गर्ने, उहाँहरूलाई माया गर्ने त्यो रूपमा पनि चिनिने गरिन्छ। जुन नेपालीपन जुन आफ्नो देखाउनु भयो र उहाँहरूलाई जुन सेवा सत्कार गर्नुभयो, त्यो सेवा सत्कारबाटै प्रभावित भएर उहाँहरू तपाईहरूलाई यो अन्नदान गर्दै हुनुहुन्छ। हाम्रो यहाँ भन्ने हो भने चामल दाल उत्पादन नगर्ने कोही पनि छैन। सबैको घर घरमा चामल दालहरू सबै छन्, सबैले खेती किसानी गर्नुहुन्छ, उत्पादन। हामी हजुरहरूलाई भोजन तयार गर्छौँ, हाम्रो यो भोजन दानलाई स्वीकार गर्नुहोस् भनिसकेपछि उहाँहरू सल्लाह गरेर ओके भन्नुभयो। हामी सबै जुट्यौँ, गाउँलेहरू जुट्यौँ, उहाँहरूलाई भोजन गऱ्यौँ। त्यो भोजन दान गर्दा गर्दै कम्बोडियन टेम्पलबाट पनि आउनुभयो केही भियतनामी साधकहरू आएर, उपासक उपासिका आएर उहाँहरूले पनि उहाँहरूलाई भोजन दान दिनुभयो। अरू हामी सबै गाउँलेहरू मिलेर उहाँहरूलाई भोजन दान गरियो, एकदम फुलमालाले बिदाई गरियो। उहाँहरू एकदम यो समाजप्रति हामीले देखाएको सभ्यताप्रति, हामीले देखाएको आदर भावप्रति, हामीले मैत्री करुणा, उहाँहरूलाई सम्मान सत्कार गरेको देखाएको प्रति उहाँहरू एकदमै हृदयदेखि नै आभारी हुनुहुने रहेछ। 2-3 दिनपछि लुम्बिनी पुगिसकेपछि उहाँहरूले मलाई सम्पर्क गर्नुभयो, हजुरहरू आउनुहोस्, यहाँ हामी हजुरहरूले गरेको सेवा सत्कार सम्मानको हामीले केही उपहार दिन चाहन्छौँ। अनि मलाई यस्तो लाग्यो कि हामीले दाल भात तरकारी सिम्पल्ली एकदम सजिलो दाल भात तरकारी खुवाउँथ्यौँ, अब उहाँहरूले हामीलाई दाल भात खानुहोस् है भनेर यही दिन्छौँ, खालि राइस, अरू केही गरौँ न, यो नगरौँ भन्दा होइन, अन्नदान गर्ने हो, राइसै गर्ने हो, दालै गर्ने हो भन्नुभयो। ल ओके भनेर हरिजी र म गयौँ, उहाँसित छलफल गऱ्यौँ। अनि ल ओके भनेर अनि त्यो केही टोल विकासको अध्यक्ष सागरजीले त्यो केही लिस्ट तयार गर्नुभएको छ। अनि राजेन्द्र सर र हामीलाई यो प्रसाद दान गर्ने हाम्रा पाहुनाहरूप्रति हार्दिक धन्यवाद दिइरहेका छौँ। र यसै गरी आफ्नो प्रसाद ग्रहण गरिदिनको लागि बुधनी थारूज्यूलाई म अगाडि आउन अनुरोध गर्दछु। बुधनी थारू, अरूलाई कर्मसँग उहाँलाई फेरि स्कुलमा काम रहेछ कि। यसै गरी बालकिसान थारू, र आफ्नो प्रसाद ग्रहणपछि पनि पुनः हाम्रो केही सामानहरू आउँदै गरेको कारण हजुरहरूले केही समय प्रतीक्षा गरिदिनु होला। त्यहाँ नबोल्नु न त, अहिले तर नाम बोलाउनु त। श्याम थारू, उनीहरू आइसकेका छन्, फोन गर, उनीहरू आइसकेका छन्, बाटो बिराएका हो, फोन गरेर चाँडै बोलाउनु। यसै गरी मिना थारू,
मिना थारू यसै गरी दिनेश थारू दिनेश थारू Còn Trần sáng nay chui vô bụi chuối nào bị chim nó yếm đầu. Trời ơi, ở trên यसै गरी रेशमी डङ्गरिया थारू Đang यसै गरी सुनकेशरी थारू táo. सुनकेशरी थारू Không sao, không sao. tao mua cái bịch gạo đưa kìa. यसै गरी निर्जर उपाध्याय यसै गरी परशुराम थारू गङ्गाधर डुम्रे लक्ष्मी डुम्रे Tự thân vận động cái này như tập gym vậy. यसै गरी यामपाला डुम्रे Này như tập gym vậy. यामपाला डुम्रे हजुरै आउनु होला अहिले नाम ल बेन नबोल्नु न प्रसाद हो कि रम्बा गाहा थारू हजुर राम्रै रम्बा गाहा थारू Không, để chú. Để chút khác. यसै गरी परमेश्वर थारू Chú kìa शान्ति विक शान्ति विक फेरि आउनु शिव प्रसाद थारू Có cái time लाग्छ यहाँ. अब कति लाग्छ धेरै लाग्दैन शिव प्रसाद थारू लिएर हजुरको कहीँ राख्नु सुरक्षित हुमकला न्याउपाने Này tính ra là đủ là có cho tới là trưởng xã luôn có mặt ở đây đó. सबै गाउँलेहरूले अलिअलि चामल उठाएर Quan chức ngồi phía sau của mình mới nãy ngồi á, không biết luôn à. त्यसलाई चाहिँ नेपाली खाना खुवाउने हो भनेको छु Rất hoan hỉ, छोटकाम tốt đấy. थारू Ông này là ông trưởng trưởng xã. Chú này trưởng xã. Chú này là trưởng xã. Chị Đây là chủ tịch xã đó. chú tịch xã. Làm chùm. Làm chùm. Đang phát lai. नेटले अब कता देखायो यसै गरी बडकाने थारू यो बडकाने थारू थाहा छैन लक्ष्मण थारू आउनु त्यो जग्गामा आउनु Chú này nói đúng á, chú này nói là 5 phần gạo. केदार थारू Đúng rồi. Mà tính ra anh em mình cầm 10 kg gạo lên thấy cũng nặng nặng mà sao thấy họ cầm gì mà nó nhẹ nhàng. गौतम
con gái. विष्णु थारू शङ्कर थारू Namaste. बिर्गी थारू Namaste. लालबहादुर थारू सोमनाथ थारू Tao tao. Tập ghi tập ghi. यसै गरी सूर्य थारू Tính ra ở đây là cô chú anh chị dân làng đây là họ Rất là tốt đây. rất là tốt đẹp. सीता थारू Mà tính ra là xã phường ở đây họ cũng hỗ trợ mình hết mình Đúng rồi. đứng đọc từng tên. सीता थारू दिदीको नाम के हो भन्नुहोस् त हरिजी सीता दिदीको के भन्नुहुन्छ सुनिल क्या सुनिलको मम्मी यसै गरी तुलसी भूषाल Gọi thử xem là đã đi tới đâu rồi. Quay lấy đi nè, này lâu यसै गरी कल्पना भूषाल भूमकली छन्तेल मुमकली छन्तेल नमस्ते करम थारू हरिजी अयोध्याको नाति करम थारू रोशन बलाल आउनु हजुर Namaste. ललिता गौतम भगवन्त कवर देवी कवर सोमनाथ कवर पाउन थारू राजु थारू दुईटो हो राजु र पाहुन गोया थारू Thấy là trên kênh của sỏi thì sỏi đã tiết lộ người lên đau gạo नवीन थारू của em thì tại đi chung dưới 100 phần nghìn 5 phần nghìn nha, một phần là 30 gói. डल्लु थारू